यस्तो टाइपको गिफ्ट चाहिँ दिएको थिएन। यो चाहिँ मलाई मेरो बुढाले गिफ्ट दिएको क्या। हामीले बिहे गरेको चाहिँ 7 वर्ष भयो होइन, लगभग 7 वर्ष त भयो। तर अहिलेसम्म मेरो बुढाले मतलब यस्तो टाइपको गिफ्ट चाहिँ दिएको थिएन। पहिला लभ पर्दाखेरि, लभ पर्नुभन्दा अगाडि या लभ पर्दै गर्दाखेरि एउटा फुल दिएको थियो क्या। अन्त फुल दिएको थियो होइन, पछाडि अब त्यो अनि चाहिँ मलाई गिफ्ट दिएको अरे क्या यो मान्छेले। मलाई गिफ्ट दिएको, मलाई सोध्छ क्या अब गिफ्ट दिँदाखेरि त अब अचानक दियो भने पो अलिकति मन नहुन्छ होइन। अनि बुढी तिमीलाई मैले किनिदिएको छु अरे सुरुमै क्या, अब किनिसकेर किनिदिएको छु, ल्याइसके पछाडि त दिनु नि होइन। कस्तो छ कि मेरो बुढा। अनि मलाई चाहिँ ब्याग दिएको अरे क्या। अनि मैले चाहिँ कुन ब्याग ठिक हुन्छ भनेर सोधेको थियो। अनि मैले चाहिँ यो ब्याग ठिक हुन्छ भनेको थिएँ। अनि यो ब्याग चाहिँ मलाई मन परेको थियो होइन। तर उसले चाहिँ किनिसकेको रहेछ क्या। अनि किनिसकेको रहेछ अनि मैले बाबा रिसाउँछु कि भनेर होला। कति परेको बुढाले 1 मान भन न, बोल्दा केही हुँदैन। बोल कति पऱ्यो भन त कस्तो लजाको। यसलाई चाहिँ 1 मान अरे क्या। 1 मान भनेको चाहिँ जापानमा चाहिँ 10,000 रुपियाँ होइन। 10,000 गयो ल। मैले के चाहिँ बोल न, के हुन्छ बोल्दा हो, के हो यो लुगामा कहाँ सक्छ त JWPEL PEI हो PEI मैले नि यसमा केमा लेखेर किने जोस तर पैसा चाहिँ मलाई भएछ है। यस्तो यो लुगामा त सक्दैन लुगामा त कस्तो देखिन्छ र ब्यागमै 10,000 रुपियाँ जाने भयो यार। लेदरको हो नि त अनि